यो रसुवाको तामाङ जस्तो देखिने मान्छेको कुरा सुनाऊ है त, यसले के भन्दैछ? China will never allow the United States to launch a war against China, conventional or nuclear, without suffering devastating consequences. China is the only country with hydrogen bomb, and that can cover every corner of the world in less than 20 minutes and destroy any target in any corner of the world without any possibility of being intercepted. I hope Washington has learned the lesson. यो रसुवाको तामाङ जस्तो देखिने मान्छे चाइनाको स्पोक पर्सन हो। ऊ डाइरेक्ट भन्दैछ हामीसँग हाइड्रोजन बम छ, हामी दुनियाँको कुनै ताकतसँग डराउँदैनौँ, हामी 20 मिनेटमा यो दुनियाँको कुनै पनि भागमा हान्न सक्छौँ। अमेरिकाले यो लेसन बुझोस् भनेर डाइरेक्ट चाहिँ अमेरिकालाई थ्रेट गर्दैछ। यो बुद्धि नभएको नेपालमा यस्तो अनुहार भएको मान्छेले भारी बोक्छन्। यो बुद्धि नभएको भोटेले देशलाई यहाँसम्म पुर्याएको छ भने हामी त कति भाग्यमानी हामीसँग त सिधै बर्माको मुखबाट सिधै जन्मेको चाहिँ ब्राह्मणहरूले देश चलाछ। त्यही भएर चाहिँ यो बर्माको मुखबाट सिधै जन्मेका ब्राह्मणहरूले चलाएको देशको प्रगति हेरौँ, ब्राह्मणहरूको प्रगति हेरौँ है त। एमसीसी के गर्नुहुन्छ भन्नु परेन, चुपचाप लागेर देख्नुभयो त, खोइ एमसीसी खोइ अमेरिकी सहयोग भनेर भन्दैछ। न हामीसँग पैसा छ न हामीसँग विज्ञान छ भनेर भन्दैछ। किन चुलाएर बसेको? खोइ अमेरिकी सहयोग, खोइ एमसीसी भन्दैछ। अनि तिम्रो शास्त्रमा त सबै छ भने हैन र? तिम्रो शास्त्रमा त हाम्रो शास्त्र, हामी त ज्ञानी, हाम्रो शास्त्रमा सबै छ, दर्शन छ, विज्ञान छ, यो छ त्यो छ सब भने हैन र? खोइ त नि, न विज्ञान रहेछ न अर्थतन्त्र रहेछ, खोइ त। यो के छ भने नि हैन, यो नस्ल, आफ्नो नस्ललाई उच्च राख्नको लागि चाहिँ यो दिएको एउटा ठगहरूको एउटा गफ मात्रै हो। तिनीहरूसँग केही पनि छैन। अझै भन्छन् पश्चिमाहरूले हाम्रो थोरै थोरै चोरेर बनाएको, पश्चिमाहरूले तिमीहरूको शास्त्रको 100 भागको 5 भाग 10 भाग चोरेर बनाएको भए बाँकी तिमीहरूको चाहिँ 95 भाग 90 भाग त तिमीहरूसँगै छ, खोइ त बनाएको। पनि सुधार भइरहेको छ। पैसा पनि आएको होला मिलेनियम च्यालेन्जबाट त हामीहरूले नै त्यसमा ठुलो मेहनत गरेका हौँ। 51 करोड डलरको ग्रान्ट नेपालको इतिहासमा अहिलेसम्म आएको थिएन। कति करोड अमेरिकी डलर रे? 51 करोड अमेरिकी डलर। कति करोड अमेरिकन डलर रे? 51 करोड अमेरिकी डलर। अरे 51 करोड युएस डलर क्रिस्चियन कन्ट्रीसँग मागेर देश चलाउनु छ भने त हैन, बाइबललाई देशको चाहिँ राष्ट्रिय शास्त्र घोषणा गर्दै भइहाल्यो त। किन चाहियो गीता, किन चाहियो वेद, किन चाहियो तिम्रो जस्तै ब्रह्माको मुखबाट सिधै जन्मेको ब्राह्मण भन्दैछ सिधै। हामीले चाहिँ ठुलो ग्रान्ट ल्यायौँ, ठुलो राम्रो काम गर्यौँ, हामीले 51 करोड युएस डलर ल्यायौँ बाइबल पढ्ने देशबाट, गाई खाने देशबाट भन्नु भनेछ। अब त्यो फेरि जाने होला त्यो पैसा फेरि गुरुकुलहरूमा, अनि त्यही गाई खाने देशबाट आएको पैसा चाहिँ फेरि खाएर भुँडीमा राखेर त्यो पचाएर अनि भन्नेलाई फेरि गौ हत्या बन्द गर भन्नु। तिमीहरूको शास्त्र गीता वेद पनि फेरि त्यही पैसाबाट प्रिन्ट हुने होला है। त्यही चाहिँ गाई खाने देशबाट बाइबल पढ्ने देशबाट आएको पैसा आएर चाहिँ अनि तिमीहरूको फेरि गीता होइन वेद फेरि अनि प्रिन्ट हुने होला है। अनि तिमीहरू फेरि लाज नलाइकन भन्ने होला है पश्चिमाहरूले चाहिँ होइन, पश्चिमाहरू भन्दा हामी धेरै धेरै, हाम्रो सभ्यता धेरै धेरै अगाडि भनेर। तिम्रो एउटा शास्त्र प्रिन्ट गर्नलाई पश्चिममा टेक्नोलोजी चाहिएको छ, क्रिस्चियन देशको पैसा चाहिएको छ, क्रिस्चियन देशको टेक्नोलोजी चाहिएको छ। अनि तिम्रो कुरा हामीले बताइदिनु पर्ने। अहिले नेपालले एमसीसी पास गर्यो, चाइनासँग हाम्रो सिमाना जोडिएको छ। भोलि चाइना र चाहिँ युएसको वार भयो भने इन्डो पेसिफिक जुन त्यो रणनीति अन्तर्गत रहेछ एमसीसी, बाहुनहरूले पास गर्थे। अब यो वार भयो भने यो जुन यो इजरायल र प्यालेस्टाइनको वार हुँदाखेरि होइन, जुन त्यो मिसाइलहरू खसेको थियो नि, इरानी मिसाइलहरू चाहिँ त्यो के भन्छ अरे इजरायलको मिसाइल इन्टरसेप्टरले जसरी आकाशे रातो हुने गरी इन्टरसेप्ट गरेको थियो, नेपालसँग पक्कै हुनुपर्छ। ब्राह्मणहरूले चलाएको देशमा त पक्कै पनि अब विदेशीले मिसाइल हान्यो भने चाहिँ रोक्न सक्ने क्षमता त किन छैन र? पक्कै छ है। यो यिनीहरूको मिसाइलको क्षमता एकचोटि हेरौँ न। कुशे औँसीको दिनमा काटेको कुश आफ्नो घरको ढोकामाथि राख्नु भएको छ र चाहिँ धुरीमा राख्नु भएको छ भने त्यो घरमा चट्याङ पर्दैन, चट्याङ पस्दैन। त्यो यो हो कि हाम्रो मिसाइल इन्टरसेप्टर। विदेशीले मिसाइल हान्यो भने चाहिँ घरको धुरीमा कुश राख्ने, त्यसले चट्याङ रोक्छ, त्यसले मिसाइल पनि रोक्छ। त्यो हो कि हाम्रो मिसाइल इन्टरसेप्टर।
मिसाइलले बुझ्छ कि यो कुस हो, डराउँछ, कुससँग चाहिँ मिसाइल डराउँछ। यस्तो हो क्या हाम्रो टेक्नोलोजी। यो टेक्नोलोजी फेरि होइन सानोतिनो मान्छेको होइन क्या, सिधै चाहिँ तपाईँको बर्माको मुखबाट जन्मेको मान्छेको टेक्नोलोजी हो क्या। हेर त कति पावरफुल छ।